नमस्ते नमस्ते सबैजनालाई नमस्ते। म चाहिँ आज ग्लोबल भिलेज दुबईमा छु र दुबईमा आउँदै गर्दा यो चाहिँ अहिले भर्खरै हामी सुरुवात गरेका छौं। बाहिरी वातावरणलाई देखाउन गइरहेका छौं र देखिराख्नु भएको छ। सुन्नमा आएको छ यहाँ चाहिँ धेरै कुराहरू देख्न पाइन्छ र धेरै देशको सबै कुराहरू हेर्न पाइन्छ भन्ने कुरा छ। अब हामी चाहिँ भित्र जान कोसिसमा छौं र हामी वेटिङ कक्षामा छौं। अब यो वेटिङ कक्षाबाट हामी चाहिँ भित्र प्रवेश गर्ने क्रममा छौं र हामी भित्र प्रवेश गरिसकेका छौं। अब हामी हजुरलाई एक एक गरेर देखाउने छौं र यहाँ कस्तो छ के छ अनि यहाँको वातावरण कस्तो हुँदो रहेछ। यो चाहिँ अलिकति दुबईको एकदम नामी एरिया पनि हो र एकदम राम्रो ठाउँ पनि हो है। त्यो ठाउँमा चाहिँ हामी आइसकेका छौं र तपाई देख्न सक्नुहुन्छ। तपाईलाई हामी धेरै दृश्यहरू देखाउने छौं र धेरै कुराहरू देख्न सक्नुहुनेछ हजुरले। हामी चाहिँ भर्खरै मात्रै भित्र प्रवेश गरेका छौं र यहाँदेखि तपाईको यहाँ के हुन्छ कस्तो कस्तो हुन्छ सबै कुराहरू हामी तपाईलाई जानकारी दिनेछौं र के छ यहाँको अवस्था के हुँदो रहेछ। यो ठाउँ भनेको दुबई भनेको एउटा प्रख्यात ठाउँ पनि हो र यो ठाउँमा हामी पुग्दै गर्दाखेरि तपाई देख्न सक्नुहुन्छ। मैले देखाइराखेको छु दृश्यमा, तपाईले हेरिराख्नु भएको छ र यहाँ चाहिँ धेरै कुराहरू हुन्छ भन्ने कुरा छ। यहाँ चाहिँ रमाइलो गर्नलाई, पर्यटकहरूलाई रमाइलो गरिदिनलाई यहाँ नाचगान पनि हुँदो रहेछ। यहाँ हरेक कुराहरू हुँदो रहेछ, सबै कुराहरू रहेछ कि हैन। म चाहिँ तपाईलाई यो भिडियो कैद गर्ने मौका परेको छ र म यो भिडियो चाहिँ हजुरलाई कैद गरेर देखाउन गइरहेको छु। तपाई देख्न सक्नुहुन्छ। म केही समय देखाउँछु, हेर्नुस्। हामीले यो भिडियो देखाउँदै गर्दाखेरि हजुरलाई लाग्न सक्छ यो ठाउँमा जाउँ जस्तो, यो ठाउँमा घुमौँ जस्तो लाग्न सक्छ। म चाहिँ यो देखाउनलाई मैले यो भिडियो चाहिँ तपाईलाई सम्प्रेषण गर्दैछु र तपाईलाई मन पर्यो भने यो भिडियो लाइक एन्ड शेयर गरिदिनु होला, धेरै सामु पुर्याइदिनु होला है। यदि तपाई एलपीके नेपाल युट्युब च्यानल हेर्दै हुनुहुन्छ भने लाइक एन्ड शेयर गरिदिनु होला, सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। यदि मन पर्यो भने भिडियोलाई हैन तपाईले शेयर पनि गर्न सक्नुहुन्छ। म चाहिँ यति भन्दै म चाहिँ धेरै ठाउँहरू देखाउने कोसिसमा छु र त्यही कोसिसमा तपाईलाई मैले यो भिडियो देखाउन गइरहेको छु। तपाई देख्न सक्नुहुन्छ यहाँ चाहिँ धेरै किसिमको रमाइलो हुँदो रहेछ र रमाइलो दृश्यहरू पनि देख्न पाइदो रहेछ हैन। यहाँ कति धेरै पसलहरू छन्, यही देख्न सक्नुहुन्छ। यहाँ चाहिँ इरान, चाइना, कतार, बहराइन, इन्डिया, इन्डोनेसिया, अल कन्ट्री, सबै कन्ट्रीको यहाँ चाहिँ हेर्न मिल्दो रहेछ। यो सबै कन्ट्रीको एक एक ठाउँमा, त्यो ठाउँमा जो तपाईले चाइनामा पाउने माल, जो चाइनामा पाउने सामान तपाईले चाइनामा गएर भेटाउन सक्नुहुन्छ। चाइना कन्ट्री भन्ने छ यहाँ, एउटा चाइनाको स्टेट रहेछ। त्यो ठाउँमा जो पसल गर्नेहरू चाइनाको मात्रै गर्दो रहेछन्। इन्डियन, जो इन्डियन छ, इन्डियनमा पाउने सामान जो छ, इन्डियामा जस्तो सामानहरू पाउँछ त्यस्तै सामानहरू जस्तो यो यहाँ पाउने सामान क्वालिटी त हुने कुरा बेग्लै भइगयो, तर पनि त्यो ठाउँमा चाहिँ तपाईले इन्डियाको सामान पाउन सक्नुहुन्छ। इरानमा जो सामान पाउँछ उही सामान पाउन सक्नुहुन्छ। भियतनाममा जो सामान पाउँछ त्यही सामान पाउन सक्नुहुन्छ र कतारमा पाउने सामान, कतारको सामान पनि यहाँ पाउन सक्नुहुन्छ। यहाँ प्रत्येक जुन कन्ट्रीको छ त्यो कन्ट्रीको एक एक लाइन रहेछ, हेर्न सक्नुहुन्छ। तपाईलाई मैले योभन्दा अगाडि पनि देखाएँ यो झुला, जो तपाईको रमाइलो गर्नको लागि हैन। धेरै कुराहरू छ, धेरै रमाइलोको लागि। धेरै साथीहरू एकदम घुम्न उत्साह हुने साथीहरूलाई चाहिँ यो एरिया पनि छ र यहाँ चाहिँ छुट्टै खालको, यहाँ चाहिँ दर्शकहरूलाई रमाउने खालको त्यस्तो वातावरण तपाईलाई म देखाउँदैछु। जो यहाँ चाहिँ बिजनेस गराएको ढङ्ग फरक र तरिका फरक तरिकाले गर्दो रहेछन्, जो अहिले तपाईलाई म देखाउँदैछु। यो दृश्य हेर्न सक्नुहुन्छ।
यो दृश्यमा देखाउन लागिरहेको दृश्य देख्नु भएको छ नि, यो दृश्य भनेको सिर्फ आइसक्रिम बेच्ने दृश्य हो। हेर्नुहोस् त कति राम्रोसँग यसरी चाहिँ कस्टमरलाई रमाइलो बनाउँदै एकदम उहाँहरूले चाहिँ देखाइराख्नु भएको छ र मनोरञ्जन दिँदै उहाँले चाहिँ आइसक्रिम बेचिराख्नु भएको देखिन्छ। देख्न सक्नुहुन्छ नाइटमा पनि यति रमाइलो हुँदो रहेछ। अब त नाइट हुन थाल्यो, हामी घुम्दा घुम्दा नाइट हुन थालिसकेको छ। हामी लामो समयदेखि नै छौँ, हामी दिनमा आएको घुम्दा घुम्दै यति धेरै टाइम भइसक्यो जो नाइटमा पनि यति रमाइलो ठाउँ देख्न सक्नुहुन्छ। मैले तपाईँलाई देखाइरहेको छु, तपाईँले हेरिराख्नु भएको छ र अझै पनि यहाँ चाहिँ यति धेरै राम्रा राम्रा ठाउँहरू छन्, यति धेरै राम्रो यो त्यस्तो खालको व्यवस्था भएका ठाउँहरू रहेछन्। त्यो ठाउँमा हामी पुग्दैछौँ, तपाईँसँग हामी देखाउनेछौँ। तपाईँ यो भिडियो लामो हुनसक्छ तर एकदम मनोरञ्जन तरिकासँग तपाईँले हेर्न सक्नुहुनेछ भन्ने चाहिँ मलाई लागिरहेको छ र तपाईँलाई मैले देखाइरहेको छु, हेर्न सक्नुहुन्छ है। अझै पनि म तपाईँलाई देखाउँदैछु, हेर्दै गर्नुहोस्। मैले भनिसकेको छु नाइट सुरु भइसकेको छ। हेर्नुहोस् त नाइट पनि हुन थाल्यो। नाइटमा झन् यति रमाइलो, यति रमणीय ठाउँ। यो ठाउँमा पुग्दै गर्दाखेरि हेर्नु देख्न सक्नुहुन्छ तपाईँ, पानीको फ्लावर पनि यतैतिर छ, सबै कुरा समेटेको क्या। यो घुम्दाखेरि घुमौँ जस्तो लाग्ने यो ठाउँ चाहिँ देख्दाखेरि यति रमाइलो ठाउँ के। तपाईँलाई मैले भित्री ठाउँहरू देखाएको छैन। तपाईँ यो भित्री ठाउँ हेर्नलाई मेरो एलपीके नेपाल युट्युब च्यानलमा गएर भित्र हेर्न सक्नुहुन्छ। मैले सिर्फ अहिले चाहिँ त्यो बाहिरिए हुने वातावरण र बाहिरिए दृश्य मात्रै देखाएको छु। त्यहाँ बिजनेस कस्तो हुन्छ, त्यहाँ बिजनेस कसरी हुन्छ भन्ने सम्बन्धी मैले तपाईँलाई देखाउन बाँकी नै छ। यो चाहिँ सिनेमा हल हो है, यो चाहिँ सिनेमा हल हो। यहाँ चाहिँ जो तपाईँको डाइरेक्टली टिकट काटेर भित्र जान सकिन्छ, यहाँ चाहिँ सिनेमा हल हो यो चाहिँ है। यो सबै व्यवस्थापन देखाइराखेको छु, देख्न सक्नुहुन्छ। अहिले अलिकति बाहिर आएका छौँ हामीहरू, देख्न सक्नुहुन्छ। यो सिरिया जो यहाँका स्टेटहरू के सर्ट स्टेट बनाएको छ यो ठाउँहरू, जो यो ठाउँलाई हामीले देखाउन खोजिरहेका छौँ। यो प्रत्येक ठाउँहरू तपाईँको यो दुबईमा भएर दुबईको एरिया पनि देखाएको छ। यो जो दुबईमा जुन सामान पाउँछ हेर्न सक्नुहुन्छ तपाईँ, नाचगान सबै कुराहरू हुँदो रहेछ क्या यहाँ है। नाचगान रमाइलोको लागि पनि यो नाचगान पनि यहाँ हुने सबै व्यवस्थापन रहेछ। मैले किनभने साउन्ड चाहिँ राखेको छैन, यो नाचगानको साउन्ड चाहिँ राख्दाखेरि अलिकता समस्या हुने भएको कारणले गर्दा मैले तपाईँलाई नाचगानको साउन्ड राखेको छैन। देख्न सक्नुहुन्छ तपाईँ, पुरा मान्छेहरू एकदमै रमाइराखेको र सबैले भिडियो गरिराखेको देख्न सक्नुहुन्छ तपाईँ, देखिराख्नु भएको छ है। यसरी चाहिँ रमाइलो हुने गर्छ यहाँ है। यसरी चाहिँ देख्न सक्नुहुन्छ यहाँ डान्स गर्नलाई क्लबहरू पनि हुँदो रहेछ र क्लबहरूको डान्सहरू पनि केही समय देखाएको छु मैले, हेर्न सक्नुहुन्छ तपाईँ। यो चाहिँ प्रत्यक्ष देखाएको, यो कुनै टिभीमा देखाएको, टिभीमा गयो होइन, प्रत्यक्ष देखाएर नै मैले रेकर्ड नै गरेको हो, देख्न सक्नुहुन्छ अहिले।